तिमीले के भन्दै रे हाई गाइज वेलकम टु सबिनाज ब्लग आज हामी कहाँ जान लाग्छौँ भन्दा नङसालको लाइभ म्युजिक के त सुन्दैन होला माइक चाहियो अनि अहिले हामी नाजिम पार्कमा छौँ हेर्न सक्नुहुन्छ दर्शकहरू लास्टमा यस्तो पो गरिदिनु रहेछ म चाहिँ याद छु ल आफै देखाउने हो नि त यसरी खै कस्तो भएछ र हाम्रो चाहिँ अब यहाँबाट ब्लग सुट स्टार्ट भएको छ अनि अहिले चाहिँ हामी बौद्धको के हो अरे नामसाल भन्ने क्याफे जाँदाको अनि त्यहाँ चाहिँ कसको लाइभ पर्फर्मेन्स हुन लाग्यो अरे अनि रश्मिले लानु लाग्छ हाम्रो चाहिँ हाम्रो स्पोन्सर चाहिँ रश्मि पुगेन यहाँ चाहिँ निसा खै केही बोलाउन तिमीले केही बोलाउन खरै चाहिँ रश्मिसँग डह्रो फाइट पऱ्यो उनीहरू रिसाएर गयो हामी चाहिँ अहिले दुईजना यहाँ यसरी बसिरहेछौँ रोडमा हामीलाई चाहिँ छोड्यो कि हामीसँग पैसा पनि छैन अब भिख मागौँ भनेको राति कोही आउँदैन अनि त्यही भएर यति बसिरहेको हामी चाहिँ अब बौद्ध नि जान्छ कि जाँदैन थाहा छैन है अघि होइन बाई बाई खरै होइन को मन्दिर गइरहेको देखाएको थियो कि बालेन हो कि होम मिनिस्टर हो कि पिएम हो थाहा भएन गयो कि क्या डाली भइरहेको अझै हामी यसरी बस पार्कमा कुरिरहेको छ अहिले चाहिँ 3जना भयो अघि नै 2जना भएको थियो अहिले 3जना भिख माग्दैछौँ बाटोमा कति त्यो हुन्छ कि है कत्रो त्यो अनुहार हुन्छ सिम्पल देखाएर बाई बाई सी यू एट क्याफे हाम्रो नयाँ मेम्बर एकजना फेरि जोडिनु भएको छ यसको नाम चाहिँ श्रेया गोपाल हो हामी चाहिँ यसरी बसिरहेको छौँ है सिट नहटेर 4जना अनि अगाडि एकजना यस्तै हो हाम्रो मेन स्ट्रगल तिम्रो नाचमा भन्नुहोस् न कपिराइट हुनु आउँदैन झिलमिल लाइट बाल्नु क्या हो नाच कि तिमी सबैलाई पनि नाच्छ तँ रेकर्ड गर हामीहरूलाई निशाल नाच्छ क्या निशाल तिम्रो सिधैले सिकाएको मलाई यसमा डान्स खोइ नाच न है साझेले रेकर्ड गर्छ देऊ न त दशजना अब अर्को केटाको आउँछ नि पहिला अन्त दिदीलाई आइरहेछ खै आइने केटाको बाटो आउँछ रुक रातै रातैमा कस्तो रे यो नेली रातै रातैमा बातै बातैमा आइरहेछ अब यसले भ्लग बनाउनु नलाग्यो कि मेरो सबैले भ्लग अहिले भेन्यूमा आइसकेको छ हामी यहाँ पुगिसके ए म मरे सो तिमी त नखाए नि खाएको जस्तै बोल्छ मेरो स्वर त्यस्तै आज सुकिरहेको कि सो एक्साइटेड ल भयो हामी चाहिँ अब भित्र छिरेको यहाँ 2जना नन चलनहरू छ नन च्यालेन्ज ल भयो हामी छिरेको ल बोल न बोल्नु नि यस हाई हामी नाटक पार्दैछौँ ल अब चाहिँ भयो है ल भयो Ooh,
आएको छ निशाले क्वेसन सोधिरहेको छ है अहिले चाहिँ कहिले ड्रङ्क भन्छ ल भइसक्यो सरी ड्रङ्क लास्ट टाइममा गयो भने मैले भएको त्यस्तो दिमाग जाने गरेको थाहा छैन यिनीहरू यस्तो के यिनीहरू यस्तो यस्तो त भएको छैन यसको भिडियो गर्दाखेरि मलाई समिने चाहिन्छ भर्खर पऱ्यो होला है ओए निसा यस्तो के ओए के अरे ड्रङ्क भयो बेला मैले भिडियो हेरेर केमा ए भन्दैन नि झिङ्गा होइन बुझी नपरेको बुझी नपरेको अनि उनीहरूले के भर बढ्यो जे भयो नि भर उडेर पऱ्यो उनीहरू ए कस्तो यार फोकस नै हुँदैन हुन्छ खै त ए हेलो म सुतिरहेको रहेछ हेर्नु न कस्तो ज्ञानीहरू बसेको मेरो बच्चा है सबैले यो भयो होला जाने होला नि अब तपाईँको भिडियो गर्दा हुन्छ भिडियो गर्दा हुन्छ हजुर तपाईँको भिडियो गर्दा हुन्छ भैया भैया कति रुपियाँ भयो कति भयो दाइ 100 रुपियाँ मात्रै कति रुपियाँ पर्स कति पर्स दाइ के भन्छ सुरक्षै पठाएको चटपटे नि खाने कति रुपियाँको चटपटे 100 रुपियाँ भिडियो भिडियो हजुर 100 रुपियाँ तिमी जानु एक प्लेट चटपटे जाऊ गिलो बनाउनुको सुता बहिनी फोटो खिच्नु जान ठुकमा होइन फोटो खिच्यो अब हाम्रो है ग्याङस्टार हो हाम्रो जहाँ भानु जाने होला माछा अब पनि छ है यिनीहरूलाई पनि देख्नुहुन्छ के देख्यो हेर आइ भन जम पसल त्यो त 10 मिनटमा मेरो चार्ज 10% हुन्छ श्रेया हेलो एभ्रिवान इट्स मी सबिना तामाङ एन्ड वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी हाइकमा जान लागेको कहाँ भन्दा ऊ त्यो माथिको भ्यू टावरमा अहिले चाहिँ हाम्रो राम्रो यहाँ के अरे गाउँको त्यो रहेछ अनि त्यही भएर फोटो खिच्नलाई यस्तरी
ल जम 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 अहिले चाहिँ हामी जाँदैछौँ कतिजना छ भने यहाँ जुनु छ उ त्यहाँ अगाडि निस्वाद अनमोल साजन यस्तो राम्रो राम्रो फुलहरू रहेछ यहाँ चाहिँ ए अँ अर्को वर्ष त अब नि अर्को वर्ष त के साँच्ची बनाउनु सक्छु त हामी त्यहाँ अस्ति नै हामी आउँदाखेरि उ त्यो घरहरू थिएन नि उ त्यो थिएन त्यो थिएन हेर त हामी नआउँदै कति धेरै घर बनाइसक्यो ल हामी चाहिँ जाँदैछौँ अहिले यति के हो अरे ल भयो है अहिले एकछिन माथि देखाउँछु जुनुको चाक्का हामी चाहिँ अहिले बाटो खोज्दै खोज्दै यस्तो धुलोतिर आइपुगिसक्यो अनि यहाँ छ अझै अहिले चाहिँ रात परिसक्यो त्यही पनि हिँड्दैछौँ हामीले हार मानेको छैन दिनभरि तास खेल्यो अनि अहिले चाहिँ के अरे बाघ चाहिँ दिनभरि सुत्यो होइन अनि राति चाहिँ निस्किरहेको हामी नि त्यही भयो क्या दिनभरि तास खेल्यो अहिले बेलुका चाहिँ निस्किरहेको है अझै हामी कहाँ पुग्नुपर्ने होला है अझै यस्तो छ अँ पछि तिमीहरू कस्तो राम्रो बाटो छ सबैको च्याङ्गुचुङ्गो छ ऊ त माथिबाट कस्तो राम्रो बाटो देखियो यहाँबाट डाइरेक्ट यहाँ माथि जानु मिल्दैन मिल्छ होला उता जाने हो नि भिन्टेज हामी नाम दौडी हुन्छ खोइ ल्याउनु त दौडी दौडी दौडिरहेछ ल ल यसो त्यस्तो नगर त ल जाऊ न तिमीहरू ल हेलो भिडियो सके सबको भिडियो हो यसरी कस्तो राम्रो भिडियो आछ भयो जाम जाम ए हो र अंकल जी पानी पिला दीजिए पानी पानी अंकल जी पानी पिला दीजिए ओ कुकुर रहेछ है कुकुरसँग डर पो अझै मेरो भ्यू यत्रो भन्दै बच्छ यार कुकुर छ ओइ त्यो कहाँ गरी अरे राम अरे पेपा पम 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 ल यसो गर्नु साइड यता आउनु न मिनी हिँड है ल हिँड रनिङ गर्नु न रनिङ गरेर I'm not cute anymore. म गर्छु म गर्छु मैले गर्छु बिचारा ल नेके मैले गएन के मैले हैन ल I'm not cute anymore. त्यो हैन के यसरी यति एउटा खुट्टा यसरी I'm not cute anymore. एउटा खुट्टा मात्र हो त्यसरी ओ ल जाम म गर्ने हो ल ल I'm not cute anymore. मनमा त समाज जस्तै हुँदो रहेछ ल भयो ल This is my view तिमीहरूलाई This is my city. This is my view पहिले मेरो भ्यूमा हिँड्दा सबै के भनेको तिमीलाई भ्यू ओ अनमललाई मेरो भ्यूमा यस्तो देखिन्छ सबैजनाको भ्यू यस्तो हुन्छ यत्रो हुन्छ हौ
सबिना दिदीको भ्यू तिम्रो भ्यू सबिना दिदीको भ्यू निशा यिनीहरूले होइन यिनीहरूले होइन मलाई पुर्क्यो भनेर हेपेको मेरो भ्यू त यत्रो छ हौ कहाँ यत्रो कहाँ हुन्छ त अनि यत्रो छ हौ यत्रो तिमीहरू यत्रो त होइन छ तिमीहरू यत्रो छ त अनि म मेरो भ्यू देखाउँछु मेरो भ्यू है गाइस मेरो भ्यू आउँछ मलाई तिम्रो भ्यू मेरो भ्यू It's just joking, bro. It's just... अनमोलको भ्यू अनमोल भयो अनमोल हाम्रो चाहिँ अघि नै चाहिँ जान्छु भनेर नि गएको मान्छेहरू फेरि फर्क्यो होइन टिकटक बनायो डरो नाच्यो सन्तेली के भन्नमा नाच्यो होइन अहिले चाहिँ 1-2 घन्टा भयो होला हामी यहाँ बसेको अनि अब चाहिँ जाँदैछौँ घर अनि यहाँ सोइस तरी बच्चा बुढाहरूलाई लिएर आएको थिएँ कि म बुढाहरूलाई एकछिन एक्सर्साइजको हुन्छ भनेर लिएर आएको ल अहिले चाहिँ हामी घर फर्किँदैछौँ खै अनुहार हेरौँ त खै स्कुबा गरे अनुहार Scuba auto farming गर न अर्को यता हेरेर गर न auto farming गर ल भाइ ल जुनुको निसक बाहिर तिम्रो हेलो गाइज हामी चाहिँ भ्यू टावर जाने भनेर निस्केको मान्छेहरू होइन अहिले चाहिँ भ्यू टावर चाहिँ कहाँ छ भने ऊ त्यो माथि छ ऊ त्यो यहाँ देखिरहनु भयो होला यहाँ छ भ्यू टावर चाहिँ अनि मेरो बुढाहरू चाहिँ नजाने रे यहाँ खोइ त अनि अहिले चाहिँ नजाने रे त्यही भएर आधी बाटोमा फर्किनु पर्यो यहाँ हेर न कति 10 मिनट पनि छैन होला 10 मिनट लाग्दैन किन नजाने भनेर के गरौँ जाउँ कि नजाउँ कस्तोहरू है अब यत्रो माथि आएर गिभअप गर्नु पर्यो कि ल अब हेर न ऱ्याम्प आएको कि ल न ए उठ्यो याद आयो किस्न पाउँछ हामीले अस्ति सब मेरो है जुनेली तामाङ त्यो साधन तामाङको हो न यार मेरो दोनिस त मिम मोबिल ए यो मैले भेटाएको है मैले यसले त देखाउनु हजुर त्यो गणेशको